अहिले नेपालमा दुईटा घटना घटिरहेको छ, एकदमै चर्चामा छ है। एउटा चाहिँ अब राजतन्त्र ल्याउँछौँ भनेर केही युवाहरू अथवा केही अब आफूलाई अभियन्ता बनाउने व्यक्तिहरू लागिरहेका छन्। अनि एउटा चाहिँ अब हिजोको जुन एउटा आयो नि 25 करोड काण्ड होइन, यो काण्ड एकदमै नेपालमा अहिले चर्चाको विषयवस्तु भइसकेको अवस्था छ। अब म यो राजतन्त्र भन्दा पनि यो 25 करोड जुन एउटा पैसा आएको हिजो एउटा ट्रकमा फेला पार्यो होइन, ट्रक पक्राउ गर्यो, त्यसको बारेमा चाहिँ म थोरै भन्छु ल। अब वास्तवमा भन्नुपर्दा यत्रो 25 करोड भनेको चाहिँ होइन, पुरा त्यो पनि विदेशी पैसा भनेपछि त्यो सामान्य व्यक्तिको चाहिँ होइन, यसमा ठुलै व्यक्तिको चाहिँ हात छ जस्तो मलाई लागिरहेको छ। जुन व्यक्तिलाई पक्रियो त्यो त एउटा भरियाको रूपमा मात्रै हामी देख्न सक्छौँ र बुझ्न पनि सक्दछौँ सहज रूपमा होइन। वास्तवमा अब यो घटनाको बारेमा चाहिँ सबजनाले राम्रोसँग निहाल्नुपर्छ, किनकि अब यसमा चाहिँ अब कुन व्यक्तिहरू फस्छ, कसको हात छ भन्ने कुरा एकदमै चासो पूर्वक हेर्नुपर्छ र हेरिँदै आइरहेका पनि छन् र हेर्न रोचक पनि रहेको छ होइन। यत्रो पैसा सामान्य अब म त हुँदैन, सामान्य व्यक्तिमा सामान्य नर्मल यसको व्यक्तिले त हुँदैन। यो ठुलै राजनीतिक पावर, राजनीतिक अखडा भएको होइन, पुरै अब यो देशलाई चलाउन सक्ने एउटा ठुलो क्यापासिटी भएको मान्छेको नै यो हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ होइन। अब अनुसन्धानले के देखाउँछ हेरौँ, तर यो अनुसन्धान चाहिँ अब सत्य तथ्य हुन्छ भन्ने चाहिँ अब हामीलाई विश्वास छैन, किनकि यस्ता घटनाहरू विगतमा पनि आएका हुन्। तर यस्ता वास्तविक दोषी, वास्तविक जुन मालिक हुन्छ त्यसलाई चाहिँ पक्रिन सक्दैनन्। अब त्यसलाई परिचालन गर्ने भरियाहरू पक्रिने मात्रै भइरहेको हुन्छ होइन। अब हेरौँ, अब यो मुद्दामा चाहिँ अब असली व्यक्ति जस्तो नाइके छ होइन, त्यो नाइके पक्रिन्छ वा पक्रिँदैन भन्ने कुरा चाहिँ हेरौँ न है त। तपाईँलाई के लाग्छ आफ्नो विषय तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोस् है त।